छ एथलेटिक्स इभेन्ट्सको यो ट्र्याकको 400 मिटर दौड 400 मिटर दौड हुन गएको छात्रतर्फको छात्रतर्फको कतिजना छन् सर यसमा स्टुडेन्ट अहिले? 9 जना छन्। फाइनलै हुन्छ यो हाम्रो। फाइनलै हो? फाइनल। ए, हुन्छ सर। नमस्कार दर्शकबिन्दहरू, आज म खेलकुद विषयको जानकारी सहित फेरि उपस्थित भएको छु। निजी विद्यालयहरूको छात्र सङ्गठन प्याप्सन झापाको वार्षिक नीति तथा कार्यक्रम अनुसार यस वर्ष 15वटा पालिका मध्ये कन्काई प्याप्सनले आफ्नो खेलकुद महोत्सव सुरुवात गरेको छ। कन्काई 9 स्थित श्री आदर्श माविको खेल मैदानमा एथलेटिक्स तर्फको खेल आज दोस्रो दिन सम्पन्न गरेको छ। यसै क्रममा कार्तिक 25 गते मङ्गलबार क्रिकेट र कराते प्रतियोगिता यसै श्री आदर्श माविको प्राङ्गणमा हुने आयोजकले जानकारी दिनुभएको छ। खेलकुद मध्येको भलिबल र फुटबल खेल सुरुङ्गामा हुने जानकारी दिनुभयो। लाई मङ्सिर 6 गते पुरस्कार वितरण गर्ने सन्देशसहित आजको खेल सम्पन्न भएको थियो। खेलमा खेलकुद जगतका हस्तीहरूले खेल सञ्चालन गरेर प्राविधिक रूपमा विशेष ध्यान पुर्याउनु हुने लोकप्रसाद गुरु जो एथलेटिक्सका बाघ भनेर पनि चिनिनुहुन्छ। यसै गरी दुर्गा प्रसाद ओली उहाँ एथलेटिक्स खेलका लागि एउटा अनुभवी प्रशिक्षक पनि हुनुहुन्छ। त्यसै गरी यसमा संलग्न भएर साथ दिनुहुने मानबहादुर बस्नेत सर जो खेलकुद विषयमै चिनिनु भएको छ भने क्रिकेट खेलाडी तथा प्रशिक्षकको रूपमा रहनुहुने जीवेश ओलीले यहाँ विशेष निगरानी गरेर यो खेल सम्पन्न गराउनु भएको थियो। आफ्ना सहयोगीहरू लिएर यसरी छोटो समयमा 2 दिनमै एथलेटिक्सका सम्पूर्ण खेलहरू पुरा गर्न सफल प्रशिक्षक तथा राखेपका पूर्व सदस्य आदरणीय लोकप्रसाद ओलीले आफ्नो नेतृत्व सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। यसरी खेलकुद गतिविधि गराउनमा उहाँहरू यस क्षेत्रमा मात्रै नभई झापा जिल्लामै एकदमै नाम कमाइसक्नुभएका व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूलाई पनि हामीले एकपटक सम्झिनै पर्छ। यो हाइलाइट यहाँहरूलाई मैले संक्षिप्त जानकारीका लागि राखेको छु। यहाँ सबै भिडियोहरू हाल्दा धेरै नै लामो हुने भएकाले संक्षिप्त जानकारी यहाँहरूका लागि राखेको छु। भिडियो कस्तो बन्यो यहाँहरूले सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। मानबहादुर सर एकदमै अनुभवी प्रशिक्षक पनि हुनुहुन्छ। विशेषतः भलिबल र एथलेटिक्सतर्फ एकदमै ध्यान पुर्याउने हुने मानबहादुर सर आज पनि उत्तिकै जोस जाँगरका साथ गेम खेलाइरहनु भएको छ। यहाँहरूप्रति आयोजक समितिले पनि विशेष निगरानी गरेर उहाँहरूको सम्मानजनक कुराहरू राख्नुभएको थियो। उहाँहरूलाई हौसला प्रदान गर्नुभएको थियो। यसरी एकै खेल मैदानमा बाबु छोराले सम्पन्न गर्नुभएको यो खेल सबैजना सन्तोषजनक भएर खुसी मुद्रामा बिदा हुनुभएको थियो। यसरी खेलाडीहरूलाई हरेक विधामा प्रशिक्षण गराउँदै केही समय लगाएर भए पनि प्रशिक्षण गराउँदै यसरी दौडाउन सफल हुनुभएका आदरणीय गुरु लोकप्रसाद ओलीप्रति हामीले सम्मान जनाउनै पर्छ। यो श्री आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयको खेल मैदान जहाँ श्री आदर्श विद्या मन्दिरका विद्यार्थी लोकप्रसाद ओली यसै विद्यालयका पूर्व शिक्षक लोकप्रसाद ओली आज पनि सोही ग्राउन्डमा आफ्ना नानी बाबुहरूलाई एकदमै संरक्षण गरेर खेल खेलाइरहनु भएका छ। यसरी दुर्गा प्रसाद उप्रेती जो यस ठाउँका विद्यार्थी, अभिभावक, शिक्षक अनि प्रशिक्षक समेत रहनुहुन्छ। उहाँको योगदानलाई पनि हामीले मान्नै पर्छ। यसै गरी मानबहादुर बस्नेत जो एथलेटिक्स विधामा भलिबल विधामा एकदमै रुचि राखेर आफूले काम गरिरहनुहुन्छ। उहाँहरू अनुभवी प्रशिक्षकहरू पनि हुनुहुन्छ। प्याप्सन कन्काईका अध्यक्ष विनोद उप्रेती आज यस खेल सम्पन्नसँगै आफ्नो खुसी मुद्रा देखाएर खेल मैदानमा उपस्थित हुनुहुन्थ्यो। अग्रजहरूलाई बिदाई गर्ने क्रममा यहाँहरूको धेरै धेरै सहयोग भयो। यहाँहरू सबैलाई धन्यवाद भनेर
अध्यक्ष पेप्सन कन्काई अध्यक्षले आफ्ना कुराहरू राख्नुभएको थियो भने आयोजनामा रहनुहुने अध्यक्ष सचिव र कोषाध्यक्षज्यूहरूले धेरै नै ध्यान पुर्याउनु भएको थियो।